That's 110. Yeah. आज म जसो तसो जवाफ मिलाइरहेको छु किताबको त्यो म्याथको कि ननस्टप गरिरहेको छु हिसाबहरू गर्छु सब मिलाइरहेको छु जसरी भए नि दुःखमा बाँचिरहेको छु साथमा कम्पास र इरेजरहरू छ छोरी खुसी छु म किपिटप सबै छोडी के होला आजकाल सपना बुन्न छोडिसके मलाई जित्ने आश छैन किनकि म हारिसकेँ म्याथको हिसाबको लागि सबै थोक छोडिराखेँ बाँकीको कुरामा 1 वर्ष खालीमाथि हिसाबको मात्र गर्नुपर्छ सब थोक छोडेर सोचिराख्नु मिल्छ घटाएर जोडेर तर यस्तो पाराको एबिलिटी पो पुग्दैन म्याथले वहाँ गर्दै कति हुँदैन जोमेट्री बक्स पाथे तर फिर्ता गर्ने परो थोरै मिलाउँदा वर्ष दिन नै गयो बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन सायद भुल गरे मैले भगवानको हार्दै मन्दिर जाइन सोचेको जस्तो हुँदैन केही बुझिरहेको थिएँ आँसुमा म डुबेको थिएँ रुचेको थिएँ जिन्दगी काट्न त्यो ऋण पनि काम गरेँ दिनभरि तर एक्लै साथ दिन्छ नि त्यसै नै मैले कटाइदिए थिएँ मैले फेरि निद्रा नलाग्ने रात कट्ने कहिले म्याथ गरिरहेको छु त्यही मुट्की खाएँ जहिले हिसाब गरेर भनेर ढाक्दै थिएँ मैले कसरी लुकाउँ मेरो सबै कुराहरू मेरो गीतको हिसाब अझ मिलाउँदै गरौँ भन्ने सोचले बसेँ म स्कुलमा गाह्रो भयो त्यो हिसाब बोर्डमा गर्दिनँ सहन्थे बर्फ असिनो स्कुलभित्र पसिनु मन त मेरो चुर छ यहाँ दिमाग भने मसिनो सरलाई यो के थाहा कति गाह्रो छ गरौँ ठिक हुन्थ्यो अरू सब्जेक्ट नै गरिरहेको भए सर भने थोत्रो बाइकहरू चढिरहेको छ इटरीमा घर र जसमा घडिरहेको छ त्यसपछि परिरहेको त म मात्र हुँदा आश गर्ने काम जति सरिरहेको छ जति लागे पनि सक्दिनँ म उभो लाग्न छैन कुनै तागत मेरो यस्तो बुढो हातमा सक्दिनँ आज मेरो त रहर इत्रा भयो हिसाबमा भुलेर नै वर्ष दिन नै गयो बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन सायद भुल गरे मैले भगवानको हार्दै मन्दिर जाइन मेरो मन भित्र कता कता कस्तो भइरहेछ एकछिन आनन्दले बस्न नै पाछ म्याथ भने पीडा भोग प्रष्टै भयो आज के भगिरहेको छु कसलाई पो थाहा छ कसलाई के थाहा पाएन मेरो मनको पीडा आफैले नै सरलाई गरिरहेको छु घृणा मनभित्र झन मेरो घाउ बढिरह्यो हिसाबमा भुले मेरो सबै आशहरू मर्यो त्यही राजु राईले हेपिरहेछ कहाँ हुनु त्यति घरको नाटकहरू सबैले खुब देखिरहेछ स्कुलतिर आफू आफ्नै तालमा मस्त छ मर्न लागेको जिन्दगीले एक्लै मात्र बस्दछ आफू गए तोरी गीत गाउँछु मुख छाडेर डोलाउँदै हिँड्छ रे हिँड्छु बोल बाँधेर व्यर्थ छ जीवन सुने यस्तै खबर हिसाब गर्न आउँदैन गर्दै कसैले मद्दत बिचरा साथमा पढ्दा त मर्छु भन्ने डर अहिले ठुलो भयो म्याथले गर्दैन रे भर हुर्के बढाए स्कुलमा पढाए तर जिन्दगी मेरो समय नै म्याथले सकाए भएको थिएँ तर पनि काम लागिन म्याथले गर्दा जिन्दगीले नाम पाएन मेरो मुटुमा आज त यति साह्रो आगो मर्छु कि क्या हो म त हिसाब भयो गाह्रो त्यस्तो होइन साथी जीवनमा भयो यस्तै भएको चुप लाग मुला मलाई सब कुरो थाहा भयो कसरी बुझाउँ म के कुवाउँ तर पनि अब म कसरी नै रुवाउँ पीडाले मुटु जलो भाग्यले घात गरो जब धोका उसलाई लाज भयो सक्दिनँ म त म्याथ तँलाई सिहार्न हुँदैछ तेरो भक्त मलाई मार्न आइछ च्यानमा दुःख गर्न त मुटुमा एक थर काम जानु अनि घर के गर्नु यस्तै छ म मर्छु क्यारे अब यस्तै भयो म्याथ अब मलाई माफ गर जाँदैछु म तेरो अब त जाए जहाँबाट तँलाई गर्न नपाएको बिटो 8 वर्ष मुटु जल्यो भक्कानो फुटो मेरो तँलाई मर्छु कि क्या हो फेरि जेठ 4 मा बुझाउन नपाई बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन सायद भुल गरे मैले भगवानको हार्दै मन्दिर जाइन बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन सायद भुल गरे मैले भगवानको हार्दै मन्दिर जाइन
निस्किने कसरी एकदमै भयो जसरी खुट्टा मिल्छ जसरी के गर्नु र ट्यालेन्टहरूले हेपिरहेछ तर गोरु साथीहरू मसँगै त मिलिरहेछ के हो यो जिन्दगी म बुझ्न सकिनँ आखिर यस्तै हो आफ्नो मन दुख्न सकिनँ के होला अहिले पनि थाहा छैन के हो अहिले गाइज यतिखेर छैन यहाँ केही पनि छैन म्याथको किराहरू को छ यहाँ आइज तिमीहरू मारिदिन्छु म सबैलाई के गरेर